खोकिला छ नगरेन नगरेन यहाँ आउनु अब हामी चाहिँ किम्बु खानु आँटेको खानै आउँदैन भने आउँदैन भनौँ न भिडियो खिच्छु ल खिच्नु आउँदैन फोटो किम्बुको फोटो खिचिदिन्छु म के तपाईँले आउँछ क्यामेरा चलाउनु कस्तो आउँछ ल आउँदैन दामी ल यस्तो ब्लग दामी अनुहार पर्नु पर्यो नि त ल त ब्लग दामी पर्यो ब्लग के अनुहारै छैन नि खैलो त हे छैन तपाईँको अनुहार खाने भए बरु खाउँ यस्तो अनुहार छ क्यामेराले लिँदैन यस्तो अनुहारले कस्तो लिँदैन भनेको के भनेको गाइज हन तिमीले के भनेको कन्टेन्ट खोज्नुलाई कहीँ जानु पर्दैन गाइज कन्टेन्ट भनेको यस्तो अनुहार होइन यस्तो अनुहार देखेपछि त कहाँ भाग्छ भयो यस्तो अनुहारलाई सब्सक्राइब गर्ने हो गाइज यस्तो अनुहारलाई सब्सक्राइब गर्नुपर्छ ल हेर्नु गाइज हो यस्तोले गर्ने हो खोक्दैछु हो न माखरी खाऊ भने आउनुहोस् साथी हो यो चाहिँ हाम्रोतिर चाहिँ अब तुतुम पनि भन्छ तुतुम अर्को पनि हो हुनु चाहिँ तर यता चाहिँ किम्बु भन्छ होइन यो किम्बु होइन किम्बु भन्दैन तुतुरी भन्छ गाइज तुतुरी तुतुम भन्छ हाम्रो भाषा राई भाषामा हाम्रो गाउँतिर चाहिँ खास तुतुम फेरि अर्को हुन्छ आइसेलो भन्छ अच्छा हाम्रो त्यसलाई चाहिँ तुतुम भन्छ होइन लिम्बू भाषामा हिरा फेटे भन्छ ल गाइस लिम्बूमा त जे हुन्छ नि लिम्बू भाषामा त के अरे रामकृष्ण ढकालले गीत गाउँदा त खेदाको अरे लिम्बूहरू त्यस्तै छ त सम्मान गर्नु छैन हिरा काट्ने हिरैमा गर्दा ओइ गो हिरा गर्ने भन्दै खुकुरी लिएर भागा हो कि होइन लिम्बू दाइ त्यस्तो लिम्बू आधो हुन्छ भन्थ्यो गर्छ यति फोलेको छ साथीहरू नि त भाइहरू आऊ खाने हो टिभी दिनुपर्छ कस्तो चोर अरे फेरि तुतुम ए होइन यार हेलो बहिनी के छ आइज मलाई आए मा कुरीलाई अल्झियो झन्नै